कार्यक्रम भने अप्रत्याशित ढङ्गले हामीले गऱ्यौँ। तपाईँलाई म जानकारी गराउन चाहन्छु, ठ्याक्कै आज चाहिँ काठमाडौँ जानुपर्ने, त्यही कारणले गर्दाखेरि हामी चाहिँ इलामबाट यसो घुम्दै घुम्दै जसलाई भेट हुन्छ, हाम्रो जुन चाहिँ प्रिय परिवारजनहरू हुनुहुन्छ, जसलाई भेट हुन्छ यसो धन्यवाद भन्दै चाहिँ जाउँ है भनेर भनिसक्दाखेरि हामी यो बाटो आइपुगेका हौँ। त्यही कारणले गर्दाखेरि कसै अरू यहाँ उपस्थित हुन नपाउनु भएकोहरूलाई पनि सम्झाइदिनु होला, बाटो पर्दाखेरि छिर्नु भएको रहेछ भनेर। अर्को पालि पक्कै पनि हामी यहाँ वडा स्तर टोल स्तरमा आएर हामीले तपाईँहरूबाट सल्लाह सुझाव लिनेछौँ। पहिला जस्तै तपाईँहरूको सल्लाह सुझाव लिनेछौँ, तपाईँले राखेका समस्याको विषयमा सुन्नेछौँ र मन्त्रालय कर्मचारी अग्रजहरूसँग हामीले भेटेर यहाँको समस्याको विषयमा राख्नेछौँ। त्यही कारणले गर्दाखेरि आजको यो भेटघाट भनेको एकदमै विशुद्ध। हामी बाटो पर्दाखेरि तपाईँहरूलाई यसो भेटेरै जानुपर्ने आवश्यकता ठानेको कारणले गर्दा यहाँ उपस्थित भएका छौँ। आउँदो समयमा हामीले एउटा समय तालिका बनाउँछौँ, त्यो तालिकामा बनाएर हामीले वडा टोल आएर फेरि तपाईँहरूसँग भलाकुसारी गर्छौँ। मैले यहाँ आउँदाखेरि तपाईँलाई जानकारी गराएको थिएँ नि, 16 महिनाको अवधिमा त म थुप्रोचोटि आइपुगेको छु भनेर कतिजनाले देख्नु पनि भएको छ, कतिजनाले देख्नु पनि भएन होला। तर मैले यहाँ आउँदाखेरि अर्को कुरा पनि भनेको थिएँ, म घर टोल चाहिँ जान सकिनँ, त्यो सम्भव भएन भनेर। त्यो कमजोरीको रूपमा तपाईँले ठान्नु भएको छ भने हामीले त्यो पनि प्रयास गर्छौँ। यो 5 वर्षको अवधिमा हामीले थुप्रैचोटि यो ठाउँमा टेकेर तपाईँहरूसँग यसरी नै गोलबद्ध हिसाबमा तपाईँहरूको सल्लाह सुझाव लिएर तपाईँहरूको समस्या सुनेर त्यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर हामी प्रतिबद्ध हिसाबले लाग्नेछौँ। यो मेरो तेस्रो र अन्तिम प्रतिबद्धता भयो। म यहाँबाट जाने बेलामा म फेरि त्यही कुरा पहिला दोहोऱ्याएको तपाईँलाई सम्झना छ कि छैन, म त्यही दोहोऱ्याएर जान चाहन्छु। म यहाँ कुनै नेता बन्न आएको होइन, म फेरि पनि भन्छु, म यहाँ कुनै पदको लोभको कारणले गर्दाखेरि पनि यहाँ उपस्थित छुइनँ। म जुन बेलामा 79 सालमा बुवाको चुनावमा म बुवासँग हिँड्दै तपाईँहरूसँग मेरो भेटघाट भयो, बुवाको कारणले गर्दाखेरि तपाईँ र हाम्रो बिचमा एकदमै राम्रो एउटा परिवारको सदस्यको जस्तो एउटा सम्बन्ध बन्न पुग्यो। बिस्तारै हामीले प्रिय नेतालाई गुमाइसकेपछि, मेरो बुवालाई मैले गुमाएपछि उपनिर्वाचनको बेला पनि भोट माग्दै आएँ। म यहाँ भोट माग्दै आउँदाखेरि तपाईँले यसो हेर्नुभयो, आलो काँचो केटो छ, भर्खरको छ, केही गर्ला कि नगर्ला होइन, चिन्ता तपाईँलाई ठुलो थियो। त्यो बेलामा पनि तपाईँले एउटा विश्वास गरेर मलाई जुन चाहिँ अस्तिको कार्यकाल त्यसमा काम गर्न पठाउनु भयो। मैले त्यसलाई कति न्यायोचित हिसाबले काम गरेँ मलाई थाहा छैन, तर म आत्मआलोचना र आत्मसमीक्षालाई एकदमै मान्ने मान्छे हो। अहिले हामी जुन समृद्ध इलामको सपना देखिरहेका छौँ, त्यो समृद्ध इलामलाई हामीले साकार बनाउनुको लागि यो आत्मालोचना र आत्मसमीक्षा भन्ने चिजलाई एकदमै अँगाल्न जरुरी छ। म त्यही कारणले गर्दाखेरि अगाडि गरेका कमजोरीहरूलाई मैले सच्याउँदै आत्मसमीक्षा गर्दै मैले तपाईँहरूको जुन चाहिँ आशीर्वाद छ, तपाईँले दिनुभएको सल्लाह सुझावलाई लिएर म अगाडि हिँड्नेछु। तपाईँहरूको परिवारको सदस्यको हिसाबले मैले काम गर्नेछु। तपाईँले दिनुभएको एक मतको मूल्याङ्कन हुने गरेर काम गर्नेछु। इलाम जिल्लामा मात्र होइन, इलाम जिल्लाबाट बाहिर हिँड्दा पनि तपाईँले मैले सुहाङ नेमाङलाई मत हालेको, नेकपा एमालेलाई भोट हालेको भन्दाखेरि छाती फुलाएर हिँड्ने अवस्था मैले सिर्जना गर्छु। तपाईँले दिनुभएको आशीर्वादलाई जहिले पनि शिरमा राखेर तपाईँहरूको शिर कहिले पनि ढल्न दिने छुइनँ। धेरै 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 धन्यवाद छ। अब बिदा मागौँ।